डाक्टर, छातीभित्र आगो जले जस्तो भइरहेको छ, सास नै रोके जस्तो लाग्छ। कहिले सुरु भयो? पहिले त हल्का थियो, तर अहिले सहनै नसक्ने भयो। छाती दुखाइ बायाँ हात वा घाँटीतिर फैलिएको छ? हो, बायाँ हात त सुन्ने जस्तो पनि भयो। पसिना चक्कर वाकवाकी सबै भइरहेको छ डाक्टर। म डर लागिरहेको छ। यो साधारण छाती दुखाइ होइन, तपाईँले अहिले हार्ट एट्याक भइरहेको छ। हार्ट एट्याक? म त बिहानसम्म ठिक थिएँ। त्यही त खतरनाक कुरा हो। हार्ट एट्याकको मेडिकल नाम हो मायोकार्डियल इन्फार्क्सन। यो तब हुन्छ जब हार्टको मसल लैजाने ब्लड सप्लाई अचानक बन्द हुन्छ। तर डाक्टर किन बन्द हुन्छ र? मुख्य कारण हो बोसो जमेन नली साँगुरो हुनु। पहिला मुटुमा जाने रक्तनलीभित्र बोसो जम्मा हुन्छ, त्यसले बिस्तारै बाटो साँगुरो बनाउँछ। अनि के हुन्छ डाक्टर? अचानक त्यो बोसोको तह फुट्छ, त्यहाँ रगत जमेर थक्का बन्छ र रगतको प्रभाव पूर्ण रूपमा बन्द हुन्छ। मैले त तनाव होला भनेर व्यवस्था गरेँ। त्यही नै सबैभन्दा ठुलो गल्ती हो। मुटुमा आक्रमण हुँदा एउटा कुरा धेरै महत्त्वपूर्ण हुन्छ, सुनौलो समय। पहिलो 60 मिनेटभित्र उपचार पाए मुटु बचाउन सकिन्छ। डाक्टर, कसलाई बढी जोखिम हुन्छ? धुम्रपान गर्ने, उच्च रक्तचाप, मधुमेह, रगतमा बोसो बढी हुनु, तनाव र कम शारीरिक गतिविधि। म त दैनिक धुम्रपान गर्छु। त्यो तपाईँको मुटुमा आक्रमणको काउन्टडाउन हो। तर राम्रो खबर के हो भने धेरै मुटुको आक्रमण रोक्न सकिन्छ। सन्तुलित खाना, नियमित व्यायाम, धुम्रपान बन्द गर्नु, रक्तचाप नियन्त्रण, नियमित स्वास्थ्य जाँच। म गर्नेछु डाक्टर। उपचार चाँडै गर्नुपर्छ। एस्पिरिन दिएर रगत जम्न कम गर्ने, नाइट्रोग्लिसेरिनले दुखाइ कम गर्ने र आवश्यक परे अस्पतालमा स्टेन्ट राखेर बन्द नसालाई खोल्ने पिएसआई मुख्य उपचार हो। म बुझेँ डाक्टर। ढिला भयो भने मुटु कमजोर हुनु, अनियमित धड्कन वा मुटुको भित्ता च्यातिनु जस्ता जटिलता हुन सक्छन्।